हेलो वेलकम टु माई च्यानल। स्वागत छ तपाईहरुलाई चाहिँ हाम्रो अमिलो ब्लगमा है। अमिलो टिपेर अमिलो टिप्दै हुनुहुन्छ बा चाहिँ। अब अमिलो टिपेर चाहिँ टक्क हामी चाहिँ अमिलो पेल्छौं गाइजहरु हैन। तपाईहरुलाई म देखाउँछु है त टक्क कसरी पेल्नी भनेर तपाईहरुलाई चाहिँ म सब भन्छु है त। सब देखाउँछु, हेर्दै गर्नु होला है त। टिप्दैछौँ यसरी टिप्दैछौँ। माछा पोखरी यो चाहिँ टिप्न सकिन्न कि क्या यो चाहिँ। यताको टिप्न सकिन्छ त यताको। ओइ 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 सकिँदो रहेछ। सकिँदो रहेछ। टिपेर चाहिँ अर्को रुखहरू पनि छ। सक्यो त्यो नि टिप्नु पर्छ होला। टिप्ने हैन के ल्याउनु म तान्छु। ल्याउनु त त्यसरी हैन नि त, यसरी चाहिँ हो नि त। पन्नु ल ओहो ल ल ल टिप्नु यता। भइसक्यो यता है त। ल टिप्दैछौँ बुढा भएर म। छोड्नु एउटा त एउटा त्यहाँ रहेछ। अब यसको पालो टिप्दैछ है। यो रुखको पालो आयो यसरी टिप्दै हौ हामी चाहिँ। आम्मा लौरै चाहिन्छ है क्या यहाँ त। यत्रो लौरै चाहिन्छ। अनि त्यसपछि त्यहाँ परन्छ हामी चाहिँ गाइजहरू। हामी चाहिँ अमिलो पेल्ने मिसिन बनाउँदैछ। ल हामी चाहिँ यहाँ कोल हाल्न लगाएर कलधारा पल्नु कलधारा यसरी खनेर चाहिँ यसरी गाइजहरू यसरी हाल्नुपर्छ। यसरी हाल्नुपर्छ है गाइजहरू। हेर्नु होला यसरी कल बनाउनु। यो चाहिँ यसरी गाडी सक्यौँ यहाँ राखेर अनि त्यसपछि यहाँबाट झरेर झर्ने हो। अब चाहिँ यहाँ रेडी भइसक्यो। यहाँ पेल्ने हो। अब यसरी आउँछ गाइजहरू है। त्यसपछि यहाँ चढ्ने यसरी अनि यसरी पेल्ने है। यसरी आउँछ है। यसरी चाहिँ अमिलो बनाउँदैछु गाइजहरू म चाहिँ। हेर्नु होला यसरी झर्छ धारा अमिलोको। यति भएछ यो अमिलो चाहिँ भर्खरै यत्रो पेल्नु छ। ल फाइनली हामीले चाहिँ सक्यो है त। ल अमिलो पेलेर मैले पुरै पेल्यो। दाना चाहिँ यस्तो हुन्छ दानै यस्तो हुन्छ। यहाँ छ यो अमिलो चाहिँ गाइजहरू यस्तो। ल फाइनल्ली गाइजहरू म चाहिँ अमिलो पेलेर सकेँ। यसको 4 क्यारेट पेलेँ हैन। 4 क्यारेट पेलेँ। यसरी अमिलो यो दानै हुन्छ। हेर्नुहोस् गाइजहरू यसरी हुन्छ। यो भाँडामा पेलेको यति पेले ढङ्गुर यो फाल्नुपर्छ है त गाइजहरू। अब फाइनल्ली यस्तो बनाउने। यस्तोमा अमिलो हाल्ने यसरी अनि यहाँ पिन्नी गाइजहरू। हेर्नु होला यस्तो जुक्ति लाउनुपर्छ है त गाइजहरू। कम्ता दुःख छ त। अब अमिलो पाक्दैछ यतै पाक्दैछ। यसरी पकाउने अमिलो चाहिँ सरर पाक्छ। अनि त्यसपछि चाहिँ हुन्छ कुरो आगो लाउँदै गाइजहरू। फाइनल्ली अमिलो चाहिँ ल तयारी भयो है त गाइजहरू। ल यस्तो भयो है त फाइनल्ली। त्यो भाँडाको पकाएको यस्तो भयो गाइजहरू। यस्तो हुन्छ अनि यो चाहिँ 1 वर्षलाई टिक्छ है त गाइजहरू। ल यही नै हो मेरो अमिलो ब्लग। हेरेर लाइक शेयर सब्सक्राइब गर्न नछुटाउनु होला है त गाइजहरू। ल यति नै हो है त। ल थ्याङ्क यू गाइज।